एउटा कुरा के याद गर्नुस् भन्दाखेरि तपाईलाई कसैले मन पराउँदैन भने त्यो तपाईको समस्या होइन। तपाई हरेक कोहीलाई खुसी पार्नको लागि यो संसारमा आउनु भएको होइन। तर त्यस्ता मान्छेहरूलाई पनि म जसरी पनि यिनीहरूको चित्त बुझाउँछु, जसरी पनि मन जित्छु भनेर तपाई लागि पर्नु भयो भने त्यसपछि चाहिँ अनि समस्या सुरु हुन्छ। तपाईले कुकुरले नपाएको दुःख पाउनुहुन्छ। जबरजस्ती रङ साइजको जुत्ता चाहिँ आफूले लाउन खोज्यो भने त दुःख त आफैलाई हुन्छ कि कसो। दोस्रो कुरा, यस्ता मान्छेहरूसँग सम्बन्ध तपाई हाई हेलोमै सीमित राख्नुहोस्। आफ्नो मनको कुरा उनीहरूलाई भन्ने, उनीहरूबाट आफू केही कुरा एक्सपेक्ट गर्ने त्यो बिल्कुलै नगर्नुहोस्। तेस्रो, यिनीहरूको जालमा तपाई नपर्नुहोस्। तपाईलाई जिस्के जस्तो गरेर केही कुराहरू भनिदिरहेको हुन् जुन कुरा चाहिँ तपाईलाई मन नपरिरहेको होस् होइन, तपाईलाई केही आलोचनाहरू लगाइरहेको होला, केही आरोपहरू लगाइरहेको होला, तर तपाई चाहिँ बिल्कुलै रियाक्ट नगर्नुहोस्। यस्तै भएछ, गर्दा गर्दै यस्तै भयो, यसरी नै कुरा टुङ्ग्याइदिनुहोस्। यस्ता मान्छेहरूसँग चाहिँ बोलेर भन्दा पनि नबोल्दा बढी जितिन्छ। याद गर्नुहोस्, तपाईलाई मन नपराउने मान्छेलाई तपाईले कन्ट्रोल गर्न नसके तापनि तपाईले आफ्नो एनर्जी त कन्ट्रोल गर्न सक्नुहुन्छ।